हेलो नमस्कार वेलकम टु द न्यू ब्लग। हामी चाहिँ आज जाँदैछौँ नयाँ गाडी लिन। नमस्कार गर अझै मजाले। नोर्याङ पनि यहाँनिर। नोर्याङ नमस्ते नमस्ते खै नमस्ते। सबै पेमेन्टहरू अस्ति नै सकिसकेको छ। आज चाहिँ टक्क लिन जाने मात्रै हो। त्यही क्रममा अहिले हामी जाँदैछौँ। बाटोमा सर राम्रो दाइ यहाँ गाडी चालक, यता पछाडि 3 जना दिदी अनि उता के अरे तिम्रो नाम के हो? तिम्रो नाम भन। फुलमाया। नोर्याङको फुलमाया ऊ खास चाहिँ फुलमाया ऊ चाहिँ हो। नोर्याङ चाहिँ हो फुलमाया भन्ने। यो जिन्दगानी यो जिन्दगानी यो जिन्दगानी यो जिन्दगानी। अहिले चाहिँ भित्र टनेल भित्रको यात्रा छ। हाम्रो देशमा चाहिँ कहिले यस्तो हुने हो सरर है पहाड छ्यारेर। अब हामी आइपुग्न लाग्यौँ हाम्रो गाडी लिने ठाउँमा। आइपुग्यौँ। नोर्याङ आइपुग्यो खै नोर्याङ खै के भयो? डल पाएछ डल खै खै मलाई दिनुहोस् खै। यहाँनिर इन्सुरेन्सको काम भइरहेको छ देख्न सक्नुहुन्छ। नोर्याङ हल्का रुँदैछ यहाँनिर, उसलाई बाहिर खेल्नु मन लाग्यो। र गाडी चाहिँ यही हो सुजुकीको सासुरा हस्लर। हामी चाहिँ लाग्यौँ अब। ल कुदाउ है मजाले ल है आर्जेमास है ल ल हिँड है ल बिस्तारै होइन अन्त माथितिर फोलो चाहिँ दिए ल अलि यो साइड बिस्तारै है। मलाई एक्सिडेन्ट बनाउँछ है। हेर न खुसी भएको हेर न गाडी बिर्सिएर हिँड्छ गाडी कुदाउन। ल गाडी कुदाउन बिर्सिएर हिँड्छ है। ल यता हेर्दा एकचोटि सुस्छ कुरेसी हेर न क्या। ब्रेकहरू ठिकै छ होला नि होइन? ब्रेक त ठिकै ऊ के दुरी गरेपछि त हिँड्नु तलबाट गाडी आएको छैन होइन? अब हिँडिहाल्यो पनि भने ठिकै छ ल जाओस्। हे बिस्तारै है ल जाउँ सिकाउँदै हिँड्नु परेछ। सिकाउँदै चाहिँ हिँडिरहेछ तर मसँग चाहिँ लाइसेन्स छैन जापानको है। नेपालको चाहिँ छ। अब केही दिनपछि मेरो पनि आउँछ। पछाडि आउँदैछन् नोर्याङ र दिदी। हामी चाहिँ अहिले यहाँ पेट्रोल हाल्दैछौँ गाडीमा। पेट्रोल चाहिँ देख्न सक्नुहुन्छ हाम्रो नेपालमा चाहिँ अहिले अस्ति त 220 कति थियो लिटरको। अहिले जापानमा चाहिँ 157 पर लिटर छ। नेपालभन्दा सस्तो छ है। हामी सपिङ सबै गरिसक्यौँ। अब खाना खाने बाहिरै आज अनि घर जाने भनेर सुकिया खानामा लागेर आज चाहिँ सुकिया छिर्दैछौँ। सुकिया धेरै वर्षौँपछि। पहिला म सुकियामा पनि काम गरेको थिएँ, त्यही भएर चाहिँ मलाई सुकियामा छिर्न मन लागेर चाहिँ सुकिया छिर्यौँ है त आज चाहिँ। ल यहाँ बस्ने हो कर्नरमा बस्नु न। नोर्याङको आयो ल खै के आयो नोर्याङ खै यता आमा है।
खेलाउन नै आएछ नोरेको खेलाउन नै आएछ हेर ल हाम्रो अर्डर आइसक्यो है त लいただきます。いただきます。हामी खाना खाएर पनि घर जाँदैछौँ अहिले चाहिँ अहिले रातिको 9 बजिसकेको छ अब गएर खाना नि खाइसक्यो अब गएर ड्याङ्ग सुत्ने हो हल्का थकाइ लागिरहेछ आज गाडी पनि लिएर आयो अब घर पनि आइपुग्न लाग्यो अब भिडियोलाई यहीँ अन्त्य गर्छु म